लगभग अब हामी आजको टुर भनेको चाहिँ भित्तामा गाडीसँग ल गाडी त रोकिसक्यो ठ्याक्क गाडी आयो अब हामी चाहिँ कहाँ जानु भन्दाखेरि अब हुन्छ लगभग हामी कहाँ जानु भाइ भन्नु त अब हामी सरप्राइजको लागि क्या थम्बनेल देखिसक्यो थाहा पाउँछ क्या हामी अब यहाँबाट अगाडि दाजुभाइ चाहिँ अब यस्तो गरेर हामी आज हामी यसरी बोलौँ न लगभग अब हामी बिर्तामोड बाटोमा छौँ होइन बाटोमा गइसक्छौँ अब आउनु आँटी भन्दा पनि भालु खोला आइपुग्यौँ त्यो खतरा खोला हो यहाँ चाहिँ पहिल्यै पानी आउँदैन तर खोला चाहिँ खोला भन्छ भालुपुल हामी लगभग अब माइदरकोट आँट्यौँ हाम्रो अब सानो हाम्रो आज प्रोग्राम भाइको घरमा केक भनेको कि भनेन केक अब त्यो आफै बनाउनुपर्छ लगेर ल अब एकछिनपछि फेरि फेरि बाटो चाहिँ फेरि यस्तो हल्लाउँछ नि हाम्रो गाडी फेरि यस्तो लामो गाडी छ कहाँ जाँदैछौँ हामी तपाईँहरू अवश्य पनि देख्नु भइसक्यो होला थम्बनेलबाटै र हाम्रो भिडियो हेरेर इन्जोय गरिदिनु होला फुडी फुटबल भ्लगलाई लाइक एन्ड सेयर सपोर्ट सब्सक्राइब हानिदिनु पर्यो है त माया गरेर माया गरिदिनु होला होइन हाम्रो रञ्जन भाइको पनि भ्लग छ तर केही कथमले गर्दाखेरि अलिकति अहिले ग्लिच भइरहेको छ भाइको लगभग उसले क्यामेरा पर्खिरहेको छ भन्ने कुरा छ गोप्रो फोन चाहिँ छ तर फोन ल्यापटप सबै छ नि तर भाइले रहरै गर्दैन अब उमङ्ग हौसलाहरू पाउनु भनेको छ भाइको नत्र 1K फलोवर्सदेखि लिएर भ्युजहरू त त्यही खाएको जान्छ नि त भाइको पनि पुगिसकेको थियो अब हामी अब उता गएर भेट्नुपर्छ नि होइन अब हामी डाइरेक्ट त्यहाँ गएर भेट्नुपर्छ हाम्रो ठाउँमा हामी चाहिँ गाडीबाट उत्रिसकेको छौँ यो गाडी हो ट्याक्कसँगले अब हामी चाहिँ गाडीबाट ओर्लिसकेको छौँ फाइनली यस्तो गरेर भाइ कस्तो लागिरहेछ तिमीलाई भन त आज त म एकदम एक्साइटेड मोमेन्टमा छु त यार एक्साइटेड मेरो लागि नभए नि ड्याड्सको लागि भने मेरै बराबर हो नि त यो चाहिँ यो सरप्राइज चाहिँ कसले दिन आँटेको के दिन आँटेको सबै भनिदेऊ न त यो सरप्राइज चाहिँ भन्नु पर्दाखेरि साउथ कोरियाबाट हाम्रो मोहन माबु लिम्बू मेरो प्रिय दाजुले आफ्नै दाजुले ड्याड्सको लागि भनेर रोयल एनफिल्ड आज चाहिँ रिबन निकाल्न गइरहेको छ सरप्राइज भिडियो छ यो चाहिँ हाम्रो थ्याङ्क्स टु हाम्रो मोहन माबुको भाइ रोहन माबुले आज बुलेट लगेर जानेर बाउलाई सरप्राइज दिनेछ यदि दक्षिण कोरियामा चाहिँ हाम्रो दाइलाई के भनेर चिनिन्छ अरे सुल्तान तपाईँ भिडियो दिनुहुन्छ भने तपाईँ हाम्रो लागि सुल्तानै हो तपाईँ सुल्तानै हो नि ज्यान पनि सुल्तानै जस्तो छ दाइ हामी सोरुम आइसक्यौँ बाइक मेरो पक्कै हाम्रो भाइको बाइक रेडी भइसकेको छ ल अब हामी सोरुममा यही हो भाइको यही हो ट्याक्क यही माबु मोटो ब्लग्स छ क्या त्यही हो 98269892 कम्मल 4 बाइक चाहिँ कहिले कुदाउनुहुन्छ बाउले नम्बर के नम्बर छ बाबालाई थाहा छैन ल दाइलाई डो ल यो चाहिँ अब सन्तान गरी है त दाइको मेहनत यता फल भ्लगमा यसो अलिअलि ल अब चाबी लिएर कि चाबी यहीँ छ भाइले स्टार्ट गर्नु भने चाहिँ फर्स्ट स्टार्ट होइन हाम्रो बाउलाई हाम्रो भाइले चाहिँ लिइसकेको छ अब बुलेट क्लासिक रिबन ठ्याक्क हामीसँगै धन्यवाद होइन टाइममा भनेको बेला बाइक हालिदिनु भयो तपाईँहरूलाई पनि चाहिएको बेला बुकिङ गर्नु होला हामीलाई यहाँ केही ठाउँको नाम के हो बिर्तामोड 4 पानीमा चाहिँ अफर पार्नु हुने तपाईँहरूलाई भनेको डेटमा ठ्याक्कै ल धन्यवाद हाम्रो अङ्कललाई रोयल इनफिल्ड सोरुम बिर्तामोड अब हामी यहाँबाट निस्किने भाइ निकाल न त गाडी हाम्रो बाइक चाहिँ निस्किसकेको छ अब सोरुमबाट अब हामी यहाँबाट निस्किने भाइले भिडियो निस्किने खाजा खाने भाइको लाइसेन्सको पर्खिने जाने निकालेर भाइले बाइक निकालिसकेको छ अब हामी निस्किने यहाँबाट
चाहिँ नयाँ बाइकमा बसिसकेँ भाइको नयाँ बाइक बाइकमा लाइयो। भाइको नयाँ बाइक तेल हाल्नु जानेको बुढो बाइकमा बसिरहेको छु म त पछाडि बाटो त्यस्तो छ अब हिलोमा चढिहाल्यो नि फर्स्ट हिलो भेटिहाल्यो नि खाजा फुल खाइदिनु परेन होइन खाना ओ अङ्कल यहाँ हेर्नु न हौ के छ हालखबर तपाईँको एकदम ठिक मलाई चिन्नु भएन ओके हामी मलाई चिन्नु भएन भेरी फाइन मलाई चिन्नु भएन है चिने नयाँ ब्याग लिएर आउनु म हो त्यो हाम्रो क्रिया गर चिन्नु भएन रहेछ सँगले कति लिटर राखेर हेरौँ न होइन लगभग 10 लिटर भइसक्यो होइन भर्खर खाने पऱ्यो 1800 ठ्याक्कसँगले बाइक होइन बाइक किनेर खाजा खानु भनौँ न हामी कहाँ आएको छौँ भन त बाइक खाजा खान हामी चाहिँ बुढी फुलबाको भरमा पनि मिनी भ्लग हेर्नु सक्नु होला कति भ्युज गएको छ र अब म आएपछि फेरि मिलियन जुन भन्नु फेरि भाइलाई फेरि यहाँ ल्याउ भन्ने हुन्छ फेरि ल खाजा खाना हिट हुन्छ नि अनि यसको एयर कुलर मात्रै हो नि त लिक्विड कुल हुँदैन 2026 चाहिँ के एड गर्दा एउटा के अरे स्लिपर क्लच त्यति एड रहेछ त्यति अरू केही फरक छैन मजा आएको न हलिँदा कस्तो भयो अरे ल अब हामी खाजा खाने कस्तो मजा आयो त भन्दै बस्नुलाई त बवाल नि बस्नलाई। लचक लचक बाबु नि जिम गरेर खुट्टा दुखिरहेको छ कि तर पनि मजा आयो न्यू बिस्ट माबाङ ब्लगको अब कन्टिन्यू हुन्छ है त स्टिकर ठ्याक्कसँग माबाङ Stay ब्लग हुन्छ होइन ल अब खाजा खाने हामी अब खाजा साजा खाइसकेर लगभग निस्क्यौँ भनौँ न अब एकचोटि म कुदाउनु पर्यो त्यसरी भाग्नु पर्यो ल त्यसो खिच्दिनु अरे ल पनि हाम्रो अब हामी जाने ल खाजा पनि खाजा कसकोबाट खाइयो कसकोबाट साउथ कोरिया साउथ कोरियाको सुल्तान साउथ कोरियाको सुल्तान बाबु दाइ धन्यवाद खाजाको लागि यता भोला चाहिँ बेकार है फेरि यो पाँचतिर भनौँ लागेको अब हामी चाहिँ खाजा साजा खाएर टप्पसँगले निस्किसक्यौँ खाजाहरू खाएर निस्क्यो भाइ दाइ बाइक किन्दा फ्री आएको भनेको चाहिँ एउटा हाम्रो हेलमेट मात्र हो है अब हामी करिब घरको नजिक छौँ हेलो अब हाम्रो बा ड्याड्सको रियाक्सन चाहिँ के हुनेछ गाइज हेर्नुपर्ने हुन्छ है हामीसँग चाहिँ यहाँ माइक नभएर यस्तो जोकले बोलिँदैछ ए छ छोडी रिसाउनुहुन्छ है गाइज हाम्रो एसियन हाइवे निर्माण हुँदैछ गाइज के कस्तो लाग्यो त तपाईँलाई अहिलेको केही छ मात्र भन्नुभयो देखाउन मलाई अब हामी चाहिँ केर्खा आइसकेको छौँ बाइक चाहिँ एकछिन भान्दालाई टेस्टै भान्नु लगाएछ अब बाबाले नकुदाएको ल सबैले धेरैजनाले कुदाइसक्यो हामीले सरी बाबै यहीबाट क्या सरी बाबाको पापा अब हामी बाबाको ड्याड्सको लागि हाम्रो सुल्तान दाइले गिफ्ट दिनुभएको बुलेट बाइकको लागि हामी केक सानो स्पेसल केक लान आँटेको अब लगभग हामी केकको लागि हेरौँ न कस्तो कस्तो छ होइन हाम्रो केर्खाकै केक स्टोर हो यहाँ बर्थडे सड्डेहरू केकको लागि होइन अब केक निकालिदिनु न त अब हामी लाने यहाँबाट अब देखाउँदै गर्छौँ अहिले फेरि घरमा भेट्नु पर्ने चाहिँ डाइरेक्ट यताउता किनेर अब हाम्रो चाहिँ अँधेर पो हुँदो रहेछ लगभग
अब केक सेक यहाँको अरू सामान लगेर निस्किने हामी यहाँबाट बाइक पनि आइसकेछ भान्दाले टेस्टै भनेर ल यहाँ आउँदा भाइ यो भाइ चाहिँ अब हाम्रो केर्काको क्याफेमा काम गर्ने रहेछ यस्तो घटाउने कि मसला म मेरो घर बस्न रहेछ यो भाइको म काम यस्तो कममा मानिदिन्छु म भाइ होइन फेरि स्पेसल के भन्छ तिम्रो कति बजीदेखि ड्युटी भाइ त्यो फिक्स भएको छैन हो र ल हाम्रो लु भाइ निस्किसकेको छ केक सेक लिएर बाइक कुदाउला तिमी नै म कुदाउँदिनँ होइन कुदाउ न मलाई डर लाग्यो नयाँ बाइक कि अब आफ्नो त अहिलेसम्म जिन्दगी किनेको छैन बाइक मेरो दाइ जेबिस दाइ तपाईँले भिडियो हेरिदिनुहुन्छ भने मलाई पनि किनिदिनु न मामा भाइलाई स्पेसली कन्ट्याक्ट गर्दा हुन्छ सरप्राइजको लागि यता हेर्नु मामा भाइ होइन म त यस्तो हो फेरि सरप्राइज दिने भए आफै पनि सरप्राइज खालको प्रिप्लान गर्छ आफै प्रिप्लान होला आफै सरप्राइज खानेवाला भिडियो आफै सरप्राइजवाला भिडियो बनाउँछु सरप्राइज होला का म त फेरि कन्टेन्ट क्रिएटर हो कि क्रिएट हानिदिइहाल्छु आफै कन्टेन्टहरू पनि यो फुटी पुरोमा आउँछ हाम्रो स्पेसल्ली सुल्तान दाईको लागि बनाएको हामीले भिडियो सुल्तान भनिसक्दा फेरि को भन्दा फेरि सबैलाई थाहा भइसक्छ लगभग भाइको टाउकोमा हेलमेट अट्दैन रहेछ अब अर्को हेलमेट ल्याउनु पर्ने हुन्छ म देखाइदिइहाल्नु अघि माथि हालेको रहेछ भाइले ल अब उता गएर भेट्नुपर्छ होइन यति भन्दै अब सरप्राइजको लागि रेडी सरप्राइज डासुलाई सरप्राइज हामी चाहिँ आइसक्यौँ भाइको घर डासु कहाँ हुनुहुन्छ अहिलेसम्म थाहा छैन अब डासु लगभग मरौमा हुन्छ जस्तो लाग्यो फेरि तल्लो घरमा अलिकति सोक परेर अलिकति गाह्रो भइरहेछ अब यहाँबाट हामी भाइको घर आइसक्यौँ भन्दा हुन्छ यो भाइको घर ट्याक्कसँगले नयाँ बाइक लगेर अब बिस्तारै चुप्लाइकन भित्र लाने सरप्राइज दिने बाउलाई कस्तो हुन्छ भनेर हामी चाहिँ अब लगभग अब यो बाइकलाई छोपछाप गर्नुपर्छ कि के गर्नुपर्छ अब अहिले आएर हेरौँ न अब चाहिँ बाउ भेटिसकेको छ भाइले खै बाउ छैन बाइक हे सिरी कल ड्याडी अलिकति बाबा बाहिर हुनुहुँदो रहेछ हल्का अब भाइले बाउलाई कल गर्दैछ ल हाम्रो डगहरू पनि एक्साइटेड हुनुहुन्छ डग सी या पुनः आधे कहाँ पो जानुभयो तपाईँ त गुड गर्ल कहाँ हुनुहुन्छ को ए कहाँनिर दिन थाल्यो अब त हेर त खुसी हुँदैछ आउनु त जान्छ तपाईँसँग छिटो आउनु ल आधे यहाँ होइन माथिबाट आउँदैछ अरे बुढा बाइक लु यता ल भाइले बाइक लगाउँदैछ अरे डान्स आउँदैछ अरे आउँदैछ डबल स्ट्यान्ड हो भाइ डबल स्ट्यान्ड हो मैले बोलाइसकेँ सानो पर्खामा हामी चाहिँ यहाँ कुकुरसँग फेरि हात्दै फेरि अलिकति पर्खामा बसिरहेको छौँ यहाँ फेरि यस्तो उयो रहेछ यो हेर न यी क्लिन दी डग यस्तो मजाको गाह्रो छ है सरप्राइज दिनु पनि सरप्राइज दिनु हामी धन्ना घरमा रहेन रहेछ है नहोस् जस्तो लाग्दैछ मलाई बाबा यताउता त्यो माइक छ कि छैन भने हेरेछ अनमा रहेछ माइक हामी अब पर्खिँदैछौँ कल आउँदैछ मेरो अब एकछिन पछि भेट्नुपर्छ लगभग डासु चाहिँ आइसक्नु भयो अब बिस्तारै लुकेर भिडियो गर्नु पऱ्यो परबाट आउनुहुँदैछ हाम्रो ट्याक्कसँगले यहाँबाट हिँड्दै आउनुहुँदैछ लगभग हामी ट्याक्कसँग कुकुर खाँदैछौँ अब हल्का सरप्राइज हुने भिडियो
ला ल जेठा छोरालाई केही भन्नु छ धन्यवाद धेरै धेरै धन्यवाद मेरो जेठा छोरालाई जसरी यो सरप्राइज दिने मेरो एकदम सरप्राइज दिने ऊ चाहिँ एकदम छौ ल मलाई नै एकदम ऊ लाग्छ कङ्ग्रेचुलेसन फर न्यू दिस बाइक ल ल ल ल जेठा छोरालाई भेरी भेरी मेनी मेनी थ्याङ्क यू डेडीको इच्छा आकांक्षा बुलेटमा थियो अब अन्तिम बुलेट चढ्ने खालको एउटा एकदम इन्टेन्सन चाहिँ पहिलादेखि मेरो थियो यो अहिले मेरो जेठा छोराबाट पुरा भएकोमा धेरै धेरै धन्यवाद मेरो जेठा छोरालाई ओके थ्याङ्क यू ल म चाबी हस्तान्तरण मेरो ड्याड्सलाई ल ल अब डेडीले आफ्नै हातबाट स्टार्ट गर्नुहुन्छ है त ल डेडीको मेरो उमेरदेखिको रहर अरे बुलेट कुदाउने ल एकचोटि के काटौँ न त पहिला सुरुमा होइन स्टार्ट गरेर ल स्टार्ट यो हटामा त तपाईँलाई नभनेको नि यता देखाइदिनु हाम्रो मम्मीलाई तपाईँले सरप्राइज स्विच उता हेर्नु दिनु यता ठेल्नु मपट्टि ल आज ढोक्नु सेवा छ लाख त होइन त नि 26 ल एउटा सानो केक केक 1.5 बाल्दिम ल मम्मी दुईजना अनि कहाँ भन्नु अनि तपाईँलाई एक दुई शब्द भन्नु जेठा छोरालाई सरप्राइज दिने बानी छ जहिले पनि मैले त भनिसकेँ त तपाईँले फेरि भन्नु पर्यो नि त अनि क्या ल मेरो अब जेठा छोराबाट यो सरप्राइज गिफ्ट एउटा रोयल इनफिल्ड क्लासिकल होइन यो अब धेरै खुसियाली पनि मनाउनु भएन तल्लो घरमा त्यस्तो छ जेठा छोरालाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद मेरो आजको उमेरसम्म अहिले भनेको लगभग म 53-54 वर्षको उमा चाहिँ अब इनफिल्ड राइडर गर्न पाइएकोमा यो मेरो अन्तिम एउटा इच्छा पनि थियो मलाई यो पहिलादेखि यो बुलेट चाहिँ चढ्ने मेरो एउटा इच्छा थियो मेरो जेठा छोराबाट यो भाइ लाइटरले त लाइटर मेरो जेठा छोरालाई दियोस् धेरै धेरै धन्यवाद र आशीर्वाद सरप्राइज दिने बानी कहिले गएन मेरो जेठा छोराको एउटा यो सरप्राइज दिने बानी छ जुन यो चाहिँ एकदम एउटा अविस्मरणीय एउटा क्षण हुँदै रहनेछ पछिसम्ममा ल थ्याङ्क यू सो मच धन्यवाद छोरालाई अब के बाउलाई सरप्राइज दिएकोमा मलाई एकछिन एकछिन नकाट्नु ल अब धेरै धेरै खुसी छौँ यतापट्टि आउनु त दुईजना यतापट्टि मम्मी यतापट्टि आउनु न छोरालाई ल मम्मी यता छोरालाई अनि यहाँ छ डेडी पनि यता आउनु न एकछिन उठ्दा हुन्छ त्यता एकैछिनै यो झिरझिरी पनि छ बाइकमा राख्नु सरप्राइज अब छोराको तर्फबाट हजुरलाई अब ठिक छ बाइक हट्नु मम्मी एउटा ल यहाँ अर्को उताबाट तपाईँको चाहिँ उता झोस्दिनु त ल कङ्ग्रेचुलेसन ल फर दिस न्यू बाइक ल खुसियाली हामी बाँड्दै यति नै हाम्रो सरप्राइज सक्सेस भयो नि होइन मान्छे दाइ फुडीपुरमा दाइ थ्याङ्क यू सो मच सपोर्ट गरिदिनु भएकोमा ल भयो कुदाउन सक्नुहुन्छ
खुसीको पलमा पहिला पनि 150 यसरी नै सरप्राइज गर्नु अँ। पहिलाको जहिले यो दिनु बिर्सेछु नि त दाइ मैले यो अहिलेको लागि चाहिँ बिलबुक जेस ल यो हेर्नु पर्छ तपाईँलाई पनि दिशाला भएको थियो त्यो के भन्छ लाइसेन्सहरु तपाईले अब त्यो टाइममा रिन्यु गर्नु पर्यो अलिकति बिजी मान्छे भएर पनि होला त्यो पनि होला गरौँ भन्दा हुन्छ त्यतिकै दुख मान्छे रिसा पनि नरिसा दुख मान्छ तपाईँले 1-2 हजारको माया नगरी भयो नि टाइममा रिन्यु गर्नुपर्छ भोलिको दिन नगर्नुपर्ने हो भन्ने कुराहरू के ल खुवाइदिनु यता भान्जाहरूलाई भान्जा हो केक चाहिँ मलाई खुवाइदिनु न ए म ओहो हाइटले त के भन्छ सिट घटा भन्छ अलिक ठिकै हो यो चाबी अन गर्नु भान्जा के खाँदै गर ल ढोक्नु ढोक्नु एकचोटि ल चाहिँ एकछिन है मेरो आइरहेको अङ्कललाई चाहिँ कस्तो भयो कुदाउँदाखेरि त्यही माइक त रहेछ कि एकदम कम्फर्टेबल एकदम राम्रो सोचेको भन्दा ओभर राम्रो लाग्यो मलाई चाहिँ यो त्यही अब पहिलादेखि नै इच्छा थियो अरे अब क्लासिक चाहिँ कुदाउनु पाएन यो रिबन हो तर यो क्लासिक चाहिँ क्लासिक हो कस्तो चाहिँ भयो तपाईँलाई अनुभव भनेर कुदाउँदाखेरि होइन कुदाउँदा एकदम कम्फर्टेबल ऊ लाग्यो अब ऊमा चाहिँ एकदम राम्रै रहेछ अलि अरू अरू केही सरप्राइजहरू पनि चाहिन्छ नि भरिराख्नु सरप्राइज दिन्छ भनेर दिँदैन रहेछ सरप्राइज केही चाहिन्छ भरिराख्नु ल सरप्राइज चाहिँ यो एकदम यो हाम्रो ऊमा चाहिँ मेरो छोराको सरप्राइज एकदम ओभर हुन्छ क्या जहिले पनि पहिलादेखि नै अब क्लासिक कुदाउनु मात्रै छ थाहा रहेछ अनि सरप्राइज दिइहाल्नु भयो त्यस्तै क्या अब केही चाहिन्छ भने सरप्राइज भनिहाल्नु न अब होइन ठिकै छ अब हाम्रो दक्षिण कोरियाबाट सुल्तान दाजु धन्यवाद कलर होइन ठिकै छ यो ऊबाट बसेको रहेछ राम्रै हो कलर एकदम सही अरे त्यसमा होइन मिक्स आयो नि त ग्रे ऊ पनि आयो नि त हाम्रो सुल्तान दाइलाई धेरै धेरै धन्यवाद पापालाई गिफ्ट दिनुभएको यस्तो गिफ्ट चाहिँ म पनि दिनु पाऊँ भोलि पर्सि आफ्नो बाउलाई अहिले चाहिँ कमाउने भएको छैन भाइले पनि दिन्छ आगामी दिनमा अब यति भन्दै अब सबैलाई ह्याप्पी थ्याङ्क यू सबैलाई भ्लग जसले हेरेर बस्छ सबैलाई एकदम भित्रबाट थ्याङ्क यू होइन फुल भिडियो हेरिदिएकोमा यति भन्दै अब यति अङ्कलले यसो गरिदिनु क्यामेरामा ल ल धन्यवाद ल